दर्शकबिन नमस्कार, म निराजन यादव। अहिले म गढवा गाउँपालिका वार्ड नम्बर 3 रतनपुरमा आइसकेको छु। यो रतनपुरको एकजना हाम्रो चाहिँ नेपाली सेनामा कार्यरत भाइ सिपाही, के नाम भन्नुभयो? दीप प्रकाश चौधरी हाम्रो चाहिँ रसुवामा आएको बाढीको कारणले अहिले चाहिँ सम्पर्कविहीन हुनु भएको छ भन्ने खबर हामीले पाइसकेपछि चाहिँ अहिले उहाँको परिवारसँग हामी चाहिँ भेटघाट गर्नको लागि के छ अवस्था बुझ्नको लागि चाहिँ अहिले उहाँको घरमा नै आइपुगेका छौँ। अहिले म उहाँको आमासँग चाहिँ केही कुरा गर्न चाहन्छु। हजुरको नाम के पर्यो होला? शान्ता चौधरी। शान्ता चौधरी। लगभग दीप प्रकाश चौधरी भन्नुभयो होइन बेपत्ता भएको? दीप प्रकाश चौधरी त्यो बेपत्ता बाढी आउने एक दिन अगाडि तपाईँको अथवा चाहिँ केही दिन अगाडि सम्पर्कमा आउनु भएको थियो, आउनु भएको थिएन? सम्पर्कमा आउनु भएको थियो। ठिक छ, केही दिन अगाडि चाहिँ उहाँसँग सम्पर्कमा आउनु भएको थियो। फोन गर्नु भएको थियो उहाँले? एक दिन अगाडि गर्नु भएको थियो। जुन दिन बाढी आयो त्यो त्यही दिन। जुन दिन बाढी आयो त्यो दिन फोन गर्नु भएको थियो होइन? त्यही दिनै फोन गर्नु भएको थियो, बिहान फोन गर्नु भएको थियो भन्नुभयो होइन? हजुर। अनि अहिले चाहिँ स्थानीय तहबाट अथवा चाहिँ अरू कुनै ठाउँबाट कोही व्यक्तिहरू खोज तलास गरिदिनको लागि आउनुभयो, आउनु भएन? यता आउनु भएको छैन अझै? पालिकाबाट पनि कोही आउनु भएको छैन? ए ठिक छ, हामीले चाहिँ यो भिडियो सामाजिक सञ्जालमा हामी अहिले नै राख्ने नै छौँ। उहाँको विषयमा हामी सामाजिक सञ्जालमा न्युज पनि हामी पोस्ट गरिसकेका छौँ होइन? न्युज त मैले लेखेर हालिदिइसकेका छु। कति साथीहरूले हेरिसक्नु भएको छ, कतिपयले होइन? र चाहिँ अहिले परिवारमा कतिजना हुनुहुन्छ तपाईँहरू? 4 जना। 4 जना हुनुहुन्छ होइन? को हुनुहुन्छ? छोरा छोरी बुवा। छोरा छोरी बुवा अनि तपाईँ होइन? अलि नजिक आऊ होइन? छोरा छोरी बुवा अनि तपाईँ। तपाईँको चाहिँ एकजना मात्रै हो छोरा? एकजना मात्र हुनुहुन्छ होइन? लगभग कति वर्ष भयो उहाँले जागिर खानु भएको? जागिर मङ्सिरको 10 गते 2 वर्ष पुगे। मङ्सिरको तपाईँको 2 गते 10 गते 2 वर्ष पुग्नुहुन्छ होइन? अहिले चाहिँ दर्शक महानुभावहरू, अहिले म निकै नै भावुक बनेको छु यहाँ आइपुगेर। बिचारी आमा रुँदै हुनुहुन्छ। कतिपय मान्छेहरू आफ्नो परिवार गुमाउनु भएको छ। दीप प्रकाश चौधरी एक्लो छोरा हुनुहुन्थ्यो है, 2 छोराछोरी, त्यसपछि चाहिँ उहाँ र बुवा आमा चाहिँ हुनुहुन्थ्यो। उहाँ चाहिँ एक्लो छोरा। अहिले आमा एकदमै तपाईँको दुःखी हुनुहुन्छ। उहाँको आँसु देखेर म उहाँसँग चाहिँ अरू कुरा गर्न अब चाहिँ सकेन। म आफै नै भक्कानिरहेको छु यहाँ। आमा यहाँ चाहिँ रोइरहनु भएको छ। पक्कै पनि तपाईँले यो भिडियो यदि हेरिरहनु भएको छ भनेपछि चाहिँ सक्दो सेयर गरिदिनु होला। म दीप प्रकाश चौधरीको फोटो पनि अगाडि त्यहाँ लगाइदिएको छु। त्यो भिडियो त्यो फोटो हेरेर त्यो फोटो पनि तपाईँहरूले सेयर गरिदिनु होला। उहाँलाई तपाईँको चाहिँ खोज तलास गर्नको लागि चाहिँ मद्दत गरिदिनु होला भन्ने चाहन्छु। कतिपय मान्छेहरू त्यो बाढीको कारणले गर्दाखेरि चाहिँ एकदमै बेपत्ता हुनु भएको छ, हराइरहनु भएको छ। परिवारहरू एकदमै आत्तिनु भएको छ, दुःखी हुनु भएको छ। एक्लो परिवार, एक्लो छोरा तपाईँको चाहिँ 81 बाढी आएर चाहिँ बेपत्ता हुँदाखेरि को आमाको मन रुन्न होला र? को आमा चाहिँ मन रुन्न होला र? यो कुरा चाहिँ म हजुरहरूलाई सेयर गर्न चाहे। लगभग चाहिँ यो भिडियो सबैले सके जति सेयर गर्नुहोला, सके जति सम्बन्धित निकायसम्म पुर्याउनु होला। उहाँ चाहिँ नेपाली सेनामा तपाईँको चाहिँ रसुवाको तिमुरे भन्ने ठाउँमा चाहिँ कार्यरत हुनुहुन्थ्यो र चाहिँ 81 बिहान लगभग 7:40 बजेतिर चाहिँ उहाँ सम्पर्कमा आउनु भएको थियो। 7:40 बजेतिर चाहिँ उहाँ सम्पर्कमा आउनु भएको थियो। 7:40 बजी 81 त्यो ठाउँमा बाढी आइदियो र उहाँ चाहिँ अहिले सम्पर्कविहीन हुनु भएको छ। नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। नेपाली सेनाको धेरै मान्छेहरू चाहिँ बेपत्ता हुनु भएको छ। हामी चाहिँ त्यहाँ लिस्ट पनि आछ हामीसँग। तीमध्ये हाम्रो यो गढवा गाउँपालिका वार्ड नम्बर 3 रतनपुर निवासी हाम्रो दीप प्रकाश चौधरी हुनुहुन्थ्यो र चाहिँ
उहाँको बुवाको नाम के होला? कृपाल चौधरी। जिपाल कृपाल चौधरी। कृपाल चौधरी। कृपाल चौधरीको छोरा दीप प्रकाश चौधरी हुनुहुन्थ्यो है। हाम्रो रतनपुर निवासी, वार्ड नम्बर 3 गढवा गाउँपालिका, वार्ड नम्बर 3 रतनपुर निवासी। के पाल भन्नुभयो? जितपाल कृपाल चौधरीको छोरा दीप प्रकाश चौधरी हुनुहुन्थ्यो है। उहाँ चाहिँ अहिले 21 वर्षको उमेर थियो उहाँको। भर्खरै कलिलो उमेरमा 21 वर्षको उमेरको कलिलो उमेरमा अहिले चाहिँ बेपत्ता हुनु भएको छ। खोज तलास हाम्रो चाहिँ जारी नै छ। उहाँको सकुशल उद्धार होस् भन्ने चाहिँ यही ठाउँबाट भगवानसँग म प्रार्थना गर्न चाहन्छु। अहिलेलाई यो भिडियो यहाँसम्म हेरिदिनुहोस्, सक्दो सहयोग गरिदिनु होला, सक्दो सेयर गरिदिनु होला, सम्बन्धित निकायसम्म यो भिडियो पुर्याइदिनु होला र चाहिँ यहाँ कुनै पनि स्थानीय तह अथवा चाहिँ कुनै पनि व्यक्तिहरू चाहिँ आउनु भएको छैन भन्ने कुरा चाहिँ उहाँको आमाले हामीसँग राखिसक्नु भएको छ। स्थानीय सरकारलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, कृपया उहाँको नाम पनि यस रेकर्डमा समावेश गर्नुहोला है। दीप प्रकाश चौधरी हाम्रो चाहिँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। रसुवाको तिमुरे भन्ने ठाउँमा चाहिँ उहाँ अहिले कार्यरत हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामी जानकारी पाएका छौँ। अहिले चाहिँ सम्पर्कविहीन हुनु भएको छ। आज बाढी आएको पनि 3 दिन भइसक्यो है। अब आज 3 दिनसम्म सम्पर्कमा आउनु भएको छैन। त्यसै दिन बाढी आउने दिनै नै उहाँ चाहिँ तपाईँको चाहिँ 7:40 बजेतिर चाहिँ सम्पर्कमा आउनु भएको कुरा चाहिँ आमाले हामीलाई बताउनु भएको छ। अहिलेलाई यो भिडियो यति नै। अहिलेलाई हवस् त, नमस्कार।